फ्यामिलीलाई टच गरिस् भने यो पिस्तोलमा कति गोली छ त्यसको हिसाब म राख्दिन। युगदेखि युगसम्म हामीले ठूलो सपना देख्यौं, ठूलो अपेक्षा गर्यौं, तर के सोच्यौं, के भइदियो। नेपाली सिनेमा इतिहासको सबैभन्दा पावरफुल कमब्याक भनेर प्रचार गरेको फिल्म नरसिंह अवतार महानायक राजेश हमाल 8 वर्षपछि पर्दामा फर्किँदा सिंगो राष्ट्रले साथ दियो। तर अहिले खबर के छ, फिल्म फ्लप हुँदैछ। के भयो यस्तो? आज हामी विश्लेषण गर्छौं सीधा कुरा, फ्याक्ट सहित। भावना र सत्य दुवै बोकेर फिल्म आउँदाको केही हप्ता अघिदेखि नेपाली सिनेमा प्रेमीहरूको उत्साहको जोवार भाटा थियो। महानायक राजेश हमालको कमब्याक सोशल मिडियामा ट्रेन्डिङ, ट्रेलरमा करोडौं भ्युज, पोस्टर हेरेर नै दर्शक लट्ठ। अनि जब फिल्म रिलिज भयो झन प्रचार, झन चर्चा। हामीले सोचेका थियौं अब त नेपाली फिल्म इन्डस्ट्रीमा नयाँ युग सुरु हुन्छ, तर हलहरुमा त्यो भिड देखिएन जसको हामीले कल्पना गरेका थियौं। टिकट काउन्टरहरु सुनसान, शो क्यान्सिल, हलहरु खाली। फिल्म राम्रो हो यो मान्नु पर्छ, तर सायद समय, मार्केटिङ रणनीति र पब्लिक रिस्पोन्स यी कुरामा कतै न कतै चुक भयो। महानायकको पर्सनालिटी दमदार, स्क्रिप्ट ठिकठाक, तर कनेक्ट गर्न नसकेको जस्तो देखिन्छ। दर्शकले सपोर्ट त गरे तर त्यो हलभित्र गएर होइन, सोशल मिडियामा मात्रै। अब धेरैले भनिरहेका छन् नरसिंह अवतार फ्लप भइसकेको छ। तर हेर्नुहोस्, फ्लप हुनुको मतलब असल प्रयास असफल भयो भन्ने हो, न कि कलाकारको सम्मान घट्यो भन्ने होइन। महानायकको काँध आज पनि उठ्रै छ, ऊर्जामा पनि कुनै कमी छैन। तर सत्य भन्नुपर्छ, जे भयो त्यो भन्नु नै पत्रकारको कर्तव्य हो, अनि म त्यही काम गरिरहेको छु। भावना सँगै फ्याक्ट सहितको सत्य रिपोर्टिङ। गाली नगरिदिनुहोस्, म अझै पनि महानायकलाई सम्मान गर्छु, सपोर्ट गर्छु। अब प्रश्न उठ्छ, अझै केही गर्न सकिन्छ त? उत्तर हो, पक्कै सकिन्छ। तपाईको घर नजिकै हल छ भने जानुहोस् नरसिंह अवतार हेर्न। अझै केही शोहरू बाँकी छन्, एक पटक त हेर्नु पर्छ। महानायकको यति लामो अन्तरालपछि आएको फिल्मलाई हलसम्म पुगेको दर्शकको साथले अन्तिम मोड दिन सक्छ। सपोर्ट गर्नुभयो भने त्यो सपोर्ट देखिनु पर्छ। हलको कुर्सीमा बसेर टिकट काटेर राजेश हमाल महानायक थिए, छन् र रहने छन्। फ्लप फिल्मले नायकको कद घटाउँदैन, तर तपाईको साथले, तपाईको एउटा निर्णयले नरसिंह अवतारलाई अझै जीवन दिन सक्छ। यो भिडियोलाई शेयर गर्नुहोस्, साथीहरूलाई भन्नुहोस् अब पनि समय, सिनेमा हल जानुहोस्, सपोर्ट गर्नुहोस्, नेपाली फिल्मलाई बचाउनुहोस्। जय नेपाली सिनेमा, जय महानायक। यो भिडियो तपाईलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस्, र भिडियो मन परेमा भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद। फेरि पनि भन्छु, जय नेपाल, जय सिनेमा।